वेलकम बैक टू माई च्यानल। आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि चाहिँ तपाईहरुले विस्तारमा देख्नै सक्नुहुनेछ। यति धेरै माया र सपोर्टको लागि धेरै धेरै धन्यवाद। अनि त्यसपछि मेरो अर्को ब्लगमा हजुरहरूलाई स्वागत छ। यो चाहिँ बिहानको भिडियो, एकदमै बिहानै। यहाँ हाम्रो म्यामहरु चाहिँ खानेकुरा तितोरा किन्न जानुभएको छ अनि म चाहिँ बसिरहेको छु। मेरो यो सामान हो, टिकीमा अर्को छ, मेरो यो ब्याग हो। दिस इज मी। मलाई देख्न सक्नुहुन्छ। गुड मर्निङ। ल ओके, स्टे ट्युन। थ्याङ्क यू सो मच। भित्रबाट देखिएको दृश्य हेर्नुस् त, कस्तो राम्रो माथि त्यसपछि हामी यहाँ रोकेर बसिरहेको छौँ। उहाँहरू कता के किन्नु जानु भएको छ, म चाहिँ यहाँ छु टाढोमा होइन। अनि त्यसपछि यसरी ड्याममै पारेर यसरी ओढेर होइन। अनि त्यसपछि यहाँ चाहिँ अब यसरी गप्लक्कै सुत्नु कति मजा आउँछ। यसरी सुतेर 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 बसिरहेको छु म चाहिँ। ट्राभल डे, ट्राभल ट्राभल। कस्तो देखिएको छ साथीहरू मलाई। यो चाहिँ मै हो है, मै हो। मन पर्दैन र? म त मन पर्छ म्याम। राजा फलको किवी चाहिँ मन परेन। ड्राइगन फ्रुट र किवी चाहिँ किवी छ। सल्लाईको मात्रै रहेछ है रुख यतातिर। भिटामिन डी हो है। घाम एकदमै सिधा परेको छ नि। एकदम राम्रो अरे नि। भने कि तर मलाई त मन पर्छ। कति राम्रो देखेको बिहानै भएर होला है बस्तीहरू पनि। कस्तो राम्रो। तर चिसो छ है म्याम त्यही पनि। ए बाहिर पारिलो घाम भन्छ क्या यस्तो। यो दसैँ चाडबाडमा भएको जस्तो पारिलो देखेँ।
स्टेसनबाट पनि देख्छु नि हिमाल हो र हेर्न यहाँ तल हेर्नु न म्याम यो बारी कस्तो राम्रो देख्छ हामी चाहिँ म्याममा कस्तो राम्रो देख्छ चस्मा होइन चस्मा मेरो पनि हेरिहाल्यौँ कति राम्रो देखिनु भएको छ हामी खाजा खान आँटेको अब हामी हिमाल पनि हेर्यौँ डाँडा काँडा पनि सबै हेरिसक्यौँ अब खानु बाँकी छ ओके कस्तो राम्रो गुलाबको फुल हो यो वाउ के राम्रो यहाँ पनि छ अनि त्यसपछि यहाँ चाहिँ मसिनो छ वाउ I love this. यो चाहिँ बाटो हो यो चाहिँ हाम्रो गाडी हो म्याम र सर बसिरहनु भएको छ म यहाँ छु भ्यू के अरे छिप्पेको परेको नि छिप्पेको सयपत्रीको बिउ यसरी राखिन्छ है हुन्छ म्याम के भन्छ यसलाई झुरीले लगाएर अरे यो यहाँ टक्क हिमाल देख्ने घाम लागिरहेछ अनि Happy journey. खाइसक्यो अब लाग्नुपर्ने हुन्छ हाम्रो गाडी हामीले खाजा खाइसक्यौँ अनि अब हामी गन्तव्यतिर लाग्दैछौँ रोज मात्रै फुलेको देख्छु त अनि अघिदेखि त म्याम जताबाट पनि देखिने है सर हजुर अब पहिला हामीले सुरुमा देखेको अहिले हेर्नु यसैसम्म अनि बेलाको पुरै घर होइन त यिनीहरू अस्ति नै परेको अनि हेर्नु त डल्लै बिचरा घर कति धेरै है पहिला थिएन म्याम कताबाट आयो ए बिचरा उहाँहरू रिसर्च गर्दै हुनुहुन्छ यस्तोलाई के भन्छ सर सिभिल इन्जिनियर भन्छ कि के हो सर मतलब यो चाहिँ कति ए 9 देखि नै ए हजुर सर ए हजुर अहिले यो बाटो पनि बढाएको छ कि पारि यस्तो डेन्जर ठाउँमा घर छ अनि म्याम पहिरो कतिखेर आउँछ थाहा हुँदैन अनि केटाकेटी जान्छ बसो डर लाग्दछ नि त भने सर्लक्कै बगाउने हो कि कस्तो राम्रो बारीमा के रोप्नु लागेछ
कस्तो मजाले बनाएको यहाँको बाटो राम्रो नि धरानको चाहिँ ढुङ्गा र उ छ बलौटा छ हजुर यहाँ चाहिँ कस्तो नरम के स्पिड सँगसँगै 3टा गाडी आयो त के हो कम्पिटिसन हो कि ए उता नाइट बसहरू त प्रायः उताको बाटो जान्छ होइन र सर ए हजुर पुरा बाढीले भत्काएको बाटो सुरु भयो अब यताबाट गइन्थ्यो नि म्याम ए अब तल हो हेर्नु न खोला अब त हो र अगाडि खैया हुन्छ खोला हेर्नु ल जाम भइदियो अब ओ माइ गॉड बाटो त डेन्जर हो यताको माटो त वाह कस्तो राम्रो देखेको नि माटै राम्रो आलु होइन अस्ति भत्किएको हो यो सर यो सबै त्यही हो नि अनि यतिको बनाएको यो त पोरे भत्किएको नि त्यही छैन माथि बाटो खोल्ने खोला छ यो खोला नि म्याम यो त माथि आएको के भत्काएको नि त यो बाढी आएको डेन्जरस त्यो बिचको परको घर बिजो कस्तो बिजमा बाढी खोल्ने खोला छ हेर्नु न म्याम बाटो कस्तो छ यता ओ माइ गॉड हामी हिँड्ने बाटो सबै गयो के खोलाले पुरै ढुङ्गा भनेपछि हामी खोलातिर आएको छौँ होइन खोल्ने खोला छ खोला पढ्न सक्यो अनि बर्खा हुनु हो भने चाहिँ झन् डेन्जर नि अहिले यो खोला उतै बनाउनु त सिन्धुलीको बाटो बन्दैन होला भनेको लगालग गाडी मलाई त कस्तो मनपर्छ नि डाँडा डाँडा हेर्नु न कति राम्रो देखेको अनि गाडी धोएर के भन्ने अर्को गाडी आफ्नो जोए पनि अर्को गाडी छ्यापिदिन्छ रोड पनि यसरी आनन्दले पानी हो नि त ल बनाएको छ हामीलाई है त्यही त नि बाटोको नाम निशानै छैन म्यामले हँसाउनु गर्नु जानुपर्छ फ्रेस हावामा साँच्चै मिठो हावा आइरहेछ ओ माइ गॉड खोला नाला कहाँ देख्न पाउनु पर्छ बच्चिरहेको हावा शीतल हावा चलिरहेछ हो भिटामिन डी यहाँ हेर्नु सक्नुहुन्छ बाटोको नयाँ बाटोको खबर यस्तो छ यस्तो ठिक छ पुलदेखि माथिबाट गइन्थ्यो होइन सर अहिले चाहिँ तलबाट खोल्दै खोला ल ठिक छ एकदम राम्रो एक्सप्लोर भयो त बाटोमा फेरि कमिट आउँदैन नि हो र हजुर निकै लामो रहेछ नि
खोला त सर हो अहिले देखिँदा होइन भने कि धुलो आयो जस्तै भर्खर मले नि सर एउटामा के हो होइन सर एउटा हो र म त यादै गरेँ हुन्छ हामीले नथपा पनि हुनसक्छ ल है तर्यो है अब यहाँबाट फेरि उता तर्नु पर्ने ओ माई गड ल मरे नि यताबाट यस्तो 1 घन्टा भइसक्यो आउँदा 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 बाटोमा के पो कत्रो खोला ठिक छ आनन्द आइरहेछ खोला 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 हिँडेको मान्छे पनि डेन्जर डेन्जर खोला यता पनि खोला बाटो नै सबै खोलामा छ कहिले बनिसक्ने होला रे सर यो त माथि यहाँ माथि होइन त हजुर हो त नि साँच्ची खतरनाक बाटोमा पो हिँड्ने त सर 1 घन्टा खोला बाटो हिँड्दा त दिमागै हल्लिने रहेछ त्यही भने कि त्यति बेला मान्छेहरू कस्तो बिजोग भएको भन्छ नि म्याम है ल यता आउनु न उता जानु खोला खोला आए पनि हामी यही आइदो रहेछ त्यही त
कति साह्रो बिजोक खालको पहिरो आयो भने यहाँ पनि जान्छ फेरि डरै लाग्छ घर ज्यानले दाउमा लाउँछ नि ल हेर्नुहोस् त यस्तो अप्ठ्यारो ठाउँमा भगवान् साह्रै राम्रो देखिने तर के आस्था विश्वास त होला नि सर यो के भएर राखेको होला यो कति चाहिँ बिक्यो होला त ऐना भन्नु न अनि ल ल ल ल ल अब चाहिँ ऐना अनि राम 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 एउटा विश्वास पनि होला हुनु त तर यो चाहिँ के भन्ने होला देख्न सक्नुहुन्छ ऐना भयो नि मान्छेले आनन्द लिनेलाई कुनै कुनै ठुलो छ कुनै कुनै सानो छ राम यति धेरै छ त्यसपछि अझै यता पनि रहेछ नि है बाफ्रे ऐनै ऐना ल अब तल तल सुरु भइरहेछ घरै पो बनाइरहेछ त ठिक छ कस्तो राम्रो ठाउँ भगवान् सरिफा आँटी र अनि यो चाहिँ के हो यत्रो ठुलो भोग से त थाहा छ यो चाहिँ कुन अमिलो हेर्नु साथीहरू यो चाहिँ अनि त्यसपछि सुन्तला वाउ कस्तो राम्रो मेरो छाया हो यो चाहिँ त्यसपछि हेर्नु सक्नुहुन्छ साथीहरू यो डाँडाबाट देखेको ठाउँ क्या कस्तो राम्रो हो भगवान् ओ माय गॉड वाउ के साह्रो राम्रो दिस इज रातो माटी डाँडा भन्छ यसलाई रातो माटी डाँडा सक्नुहुन्छ साथीहरू यो रातमाटी डाँडाको पछाडि हेर्नु त मैले अघि तपाईँलाई भ्यू देखाएँ कस्तो राम्रो देखेको नि त्यसपछि म यहाँ छु टक्क बाटोमा छौँ हामी हाम्रो इन्डियन दाजुभाइहरू यता हुनुहुन्छ मिठो के अरे यो जुनार होइन जुनार साँधेको खाइदिउँ देख्दै मुखमा पानी आयो हजुर होइन भयो सर के भन्नुभएको त्यस्तो छुन चाहिँ पाइँदैन, हेर्न चाहिँ पाइन्छ। डाँडामा छौँ हामी अहिले चाहिँ साथीहरू, हेर्नुहोस् यहाँ
यस्तो भिड छ यहाँ यस्तो राम्रो छ यो चाहिँ यस्तो छ हजुर हस् किस्ता गाडीमा बस्दा त्यसपछि यो देख्न सक्नुहुन्छ खतरा हस् भएको छ है यो चाहिँ यस्तो कति राम्रो क्या बढी टाढा भयो त्यसपछि यहाँ यस्तो बनाउनु भएको छ खतरा हजुर ल यो जुनार साँधेर खाने हो म्यामले छानेको हुनुहुन्छ यहाँ छानिसके जुनार अमिलो यहाँ अब हाम्रो खाना खाने पालो आयो है खाना खाने स्टेसन हामीले भन्नुभएको जस्तै मन पर्यो मलाई खानु बसिदिउँ होइन म्याम भन्नु त हामी अब खाना खाने खाना खान हामी यहाँ थकाली होटल विमानमा आइरहेछौँ सर पनि हुनुहुन्छ नमस्ते सबैलाई नमस्कार ल हामी खाना खाने बेला भयो हाम्रो 1:30 भयो होला यति बेला ल खाइदिउँ है ल सुरु गरौँ है सर कटोरी होइन सर यो चाहिँ कति लामो पुल छ सर यो अब चाहिँ घर पुग्ने बेला भयो अब हामी अँध्यारो भइसक्यो बेलटारमा छौँ बेलटार मिठो गीत गाउँदै हुनु यतिको चाहिँ हुनुपर्छ
दृश्यहरू चाहिँ कति राम्रो देखेको थियो भाइरल प्लेस भएर अनि यहाँ कोसीको माछा साह्रै मिठो बनाउँछ त्यस्तै हो बरामा धन्न डुबेन आफै राम्रो धरान एकछिन उफ्रा छोरो एकछिन उफ्रा को आउनुभयो छानु आइ हो मामुको सबै जिउमा लुगा लाग्छ स्याच होला तपाईँ छानु म आएँ त हौ आएँ त मामु आएँ त अब एक्साइटेड पनि छोरा मामा आयो त बस गेलो बस ज्ञानु बस के गरेको के भयो मामा आयो त ल के नि त्यस्तो छानु के हो त्यस्तो चकचक के छ आँखा फोहोर भएछ मामलाई सबै उयो बनायो फोहोर छुर्पी कसले ल्याइदिन्छ पापाले ल्याइदिन्छ हो नक्कलु यसले माम खाइसकेको हजुर